3 करोड नेपालीहरूको मनमा बस्न सफल एउटा युवा नेता राष्ट्रसभाका सभापति रवि लामिछानेज्यू आज पक्कै पनि छुट्नु हुनेछ भन्ने आशा राखौँ, सबैले कामना पनि गरौँ। यदि छुटेछन् भने यो प्रतिशोधको राजनीति नै रहेछ भन्ने साबित पक्कै पनि हुनेछ। के लाग्छ तपाईहरूलाई? कमेन्ट गर्नुहोस् त, कतिजनाले मिलाउन सक्नुहुन्छ? आज पक्कै पनि छुट्छन्, छुटे पनि धरौटेमा छुट्छन् कि क्लिन चिट पाएर छुट्छन् कि अझ पनि बाधा नै गर्छन् कि के कस्तो हुन्छ त? त्यो भने एउटा प्रतीक्षाको घडी छ। मलाई लाग्छ पक्कै पनि आज छुट्नु हुनेछ र यी भ्रष्ट नेताहरूलाई मुतोड जवाब दिनुहुनेछ। जेलमा हुँदा, हिरासतमा हुँदा यो बिमारी भएको बहाना, जुन आइसियुमा नै भर्ना गर्नुपर्ने, हातमै हतकेडी नलगाउनु पर्ने, हैन, हरेक रेकर्डहरू रवि लामिछानेले राखेका छन्, राख्ने पनि छन्, राखिसकेका पनि छन्। बिमारी नहुने रहेछन्, यी त बहाना गरेर चाहिने एउटा सहुलियतपूर्ण विलासी जीवन बिताउनको लागि भ्रष्ट नेताहरू चाहिँ बहानाको रूपमा हस्पिटललाई चाहिने जेलखाना बनाउँदा रहेछन् भन्ने उदाहरण रवि लामिछानेज्यू छन्। तपाईहरूलाई के लाग्छ? आज यदि छुटेछन् भने सम्झिनुहोस्, 84 को लागि तपाईँ हामी जस्ता युवाहरूले धेरै नभए पनि थोरै थोरै सपोर्ट चाहिँ गर्नै पर्छ है।